हेलो सबैजना सन्चै हुनुहुन्छ नि है। आज चाहिँ मैले चटपटी बनाउन लागेको अनि मैले चाहिँ हरियो परियो चिज चाहिने सामग्रीहरू अगाडि नै रेडी बनाएर काटकुट गरेर राखिसकेको थिएँ। म चाहिँ जहिले के गर्छु भनेदेखि चाउचाउ भुजा नहालिकन अगाडि नै मैले यसरी तेल झानेर मेथी पड्काएर अनि लसुन पनि फुराएर चाहिँ बनाउँछु। यो चाहिँ मैले कहाँबाट सिकेको भन्दाखेरि मेरो बुढाले हैन बिहे भएपछि मैले चटपटे खाम न बुढा प्लिज खान मन लाग्यो भनेपछि हैन जति बजे भने पनि रेडी बनाइदिनु हुन्थ्यो कि अनि मैले पनि त मिठो मिठो खानेकुरा बनाएर पकाएर खुवाउँथेँ नि त। बुढा भएपछि बुढीलाई यतिको माया त गर्नुपर्छ नि। अनि उहाँले चाहिँ एकदमै मिठो बनाउनु हुने के ड्राई चटपटे बनाउनु हुन्थ्यो हैन। यस्तो मिठो अनि पिरो टक्क अमिलो त्यति धेरै हाल्नुहुन्न थियो। यस्तो स्वादिलो के त्यही पनि है। अनि कसरी बनाउनुहुन्छ भनेर भनेको। अनि यसरी तेलमा मेथी र लसुन फुरायो भने झनै स्वादलाई इन्हान्स गर्छ भन्नुभयो। अनि मैले चाहिँ त्यहाँदेखि जहिले पनि मेरो चटपटीमा यो चिज चाहिँ कहिले पनि छोड्दैन र कति मिठो हुन्छ कि एकदमै सिम्पल चटपटी बनाउँदा पनि यस्तो स्वादिलो यस्तो मिठो हुन्छ नि त्यो चिजले चाहिँ। चटपटे यस्तो मिठो हुन्छ। अब धेरैजनालाई चटपटे मनपर्छ केटाकेटी सबैलाई, तर वी गर्ल्स वी लभ इट हैन। यस्तो मिठो हुन्छ चटपटे जहिले खाऊँ। म त पहिला बिहे हुनुभन्दा अगाडि त डेली खान्थेँ चटपटे भन्नु पर्दाखेरि। यस्तो खान्थेँ नि म। यस्तो बिरामी भए पनि तर चेतिनँ के जति बिरामी भए पनि मैले कहिले खान छोडिनँ कि। बिहे भएपछि चाहिँ अलिक कम भयो किनकि हस्बेन्ड अब सँगै हो नि यस्तो स्ट्रिक्ट। अब के गर्नु, अब आफ्नो स्वास्थ्यको लागि भन्नुभएको उहाँले पनि अब मान्नै पर्यो। के गर्नु, कहिलेकाहीँ चाहिँ अब बनाइदिनु हुन्थ्यो। खानुपर्छ अब कहिलेकाहीँ हैन। अब चटपटा खाएर अलिकति जिउमा अलिकति चटपटा हुन्छ नि त। अलिकति छुट्टै चकिलो बनाउँछ कि जिउ नै। मलाई त चटपटी खाएपछि त्यो पिरो अमिलो ट्वाक्क मेरो चटपटी चाहिँ बनाएर रेडी भइसक्यो। इन्जोय हजुर।